यो व्हाट्सअप अनि मेरो चाहिँ कमब्याक भिडियो आएको थियो 15 दिन पहिला अनि फेरि यो भिडियो आएको छ 15 दिन पछि एन्ड आई एम रियली सरी। तपाईँले वेट गर्नुभयो यति धेरै मेरो लागि एन्ड आई एम रियली थ्याङ्कफुल फर द्याट। अनि यो मेरो रिजन चाहिँ के हो भन्दा म हप्तैभरि बिजी चलिरहेको छु अहिले। म चाहिँ डिटेल्स पुरै भन्न सक्दिनँ अनि त्यही भएर चाहिँ मेरो भिडियो अहिले आएको छैन। फुल विक नै बिजी भइरहेको छु। जब जब म फ्री टाइम हुन्छु त्यति बेलामा चाहिँ म आई विल अपलोड फर स्योर। अनि अहिलेको चाहिँ धन्न होपफुली म चाहिँ जिम गइरहेको छु अनि पडकास्ट त नभनौँ बट बुक्सहरू रिड गरेको अडियो बुक्सहरू एउटा दुइटा हप्तामा सुन्नको लागि। अनि त्यही भएर मेरो चाहिँ के छ भन्दा मैले त्यही भएर सेड्युलिङ नगरेर अनि मेरो चाहिँ भिडियो टाइममा आउनु नपाएको हो। अनि फेरि मैले भिडियो पनि बनाउनु टाइम नभएको नत्र आउँछु फर स्योर। अनि फेरि मैले चाहिँ इन्ट्रेस्ट पनि के लाग्यो भन्दा म चाहिँ स्केट बोर्डिङमा पनि भिडियो बनाउँछु अनि जस्तो मलाई लाग्छ किनकि मलाई इन्ट्रेस्ट छ स्केट बोर्डिङमा। त्यही भएर मैले सोचिरहेको छु जुन जुलाईतिर स्केट बोर्ड लिन्छु अनि फेरि प्र्याक्टिस गर्छु के थाहा त्यसको नि भिडियो आउँछ कि होइन। गिटार चाहिँ मैले साइडमा बजाइरहेको त्यो पनि चलिरहेको छ। यही नै थियो अपडेट आजको लागि। अनि होपफुली म अब कहिले आउँछु मलाई पनि थाहा छैन बट आउनु चाहिँ म आउँछु। कमब्याक चाहिँ फेरि हुन्छ है।